हाई देयर, आज मेरो फ्रेन्ड्स अनि फलोअर्सको डिमान्डमा म गाउटको विषयमा तपाईलाई जानकारी दिन चाहन्छु। र गाउटी आर्थराइटिस चाहिँ तपाईको इन्फ्लामेटरी आर्थराइटिस हो र यो चाहिँ तपाईको युरिक एसिडको लेभल हाम्रो ब्लडमा बेसी भएको टाइममा चाहिँ हुन्छ। र प्युरिन भन्ने केमिकल कम्पाउन्ड हुन्छ जो चाहिँ हाम्रो बडीमा पनि हुन्छ र हामीले फुडबाट पनि पाउँछौँ। र त्यो प्युरिन चाहिँ तपाईको जब सेलुलर रिन्युअलको टाइममा चाहिँ ब्रेकडाउन हुन्छ त्यति बेला चाहिँ तपाईको युरिक एसिड बनिन्छ। र युरिक एसिड चाहिँ युजुअली ब्लडमा डिजल्भ हुन्छ र हाम्रो पिसाबबाट निक्लेर जान्छ। तर कोही कोही बेला चाहिँ हाम्रो बडीमा कि त बेसी युरिक एसिड बनिन्छ कि त हामीले प्युरिन भएको फुडहरू खाइपठाउँछौँ या हाम्रो किडनीले मजाले युरिक एसिड फ्लश गर्नु सक्दैन। इन द्याट केस चाहिँ युरिक एसिड चाहिँ निडल लाइक क्रिस्टल्स भएर चाहिँ हाम्रो डिस्टल जोइन्टहरुमा जम्मेर चाहिँ हामीलाई गाउटी आर्थराइटिस हुन्छ। र गाउटी आर्थराइटिस चाहिँ युजुअली ग्रेड टोमा देखा पर्छ या बुढी औँठामा या तपाईको एङ्कलमा या नीमा र एकदम कम्ती मात्रामा चाहिँ त्यसले सोल्जर जोइन्ट, एल्बो जोइन्ट, रिस्ट र फिङ्गर जोइन्ट्सहरुमा इफेक्ट गर्छ। र गाउट चाहिँ तपाईको एकदम पेनफुल कन्डिसन हो जसमा चाहिँ तपाईको जुइनाहरू चाहिँ स्वेलिङ हुन्छ र तातो हुन्छ र तपाईलाई एउटा सिम्पल लुगाले छुँदा पनि दुख्छ। र गाउटी आर्थराइटिस हुने कसलाई रिस्क छ भन्दा चाहिँ फर्स्ट चाहिँ तपाईको यदि बाउ बाजे बराजुलाई छ भने मेलहरु चाहिँ आफ्टर 30 इयर्स चाहिँ हाइली ससेप्टेबल टु गाउटी आर्थराइटिस हो र फिमेललाई चाहिँ अन्ली आफ्टर मेनोपज देखा पर्छ। र अरु फ्याक्टर चाहिँ तपाईको हाई इन्टेक अफ प्युरिन डाइट, एक्सेसिभ बडी वेट र तपाईको अरु कुनै मेडिकल कन्डिसन लाइक अनट्रिटेड हाइपरटेन्सन, डायबिटिज। एक्युट फेजको टाइममा चाहिँ हामीले त्यो स्वेलिङ र इन्फ्लामेसन भएको जोइन्टमा आइस लगाउनु पर्यो, हामीले तातो पानीले चाहिँ सेक गर्नु भएन। र अर्को चाहिँ हामीले डाक्टर देखाउनु पर्यो र मेडिकेसन लिनु पर्यो। गाउटलाई चाहिँ हामीले केयरलेसली छोड्यौं भने चाहिँ यो चाहिँ रेकरेन्ट गाउट हुन सक्छ, घरिघरि आउन सक्छ सिम्पटम्सहरु, या तपाईको फ्युचरमा जोइन्ट डिफर्मिटीहरु हुन सक्छ या किडनी स्टोन र किडनी फेलियर पनि हुने चान्सेस छ। र दबाई चाहिँ तपाईको डाक्टरले लामो चलाउँदैन, तपाईलाई मुख बार्ने सल्लाह दिन्छ। र मुख बार्नुको मतलब चाहिँ के हो भन्दा चाहिँ यहाँ चाहिँ तपाईले प्युरिन रिच डाइटहरु चाहिँ एकदम कन्ट्रोल गरेर लिनु पर्यो। हाई प्युरिन भएको फुड चाहिँ तपाईको रेड मिट, अर्गन मिट, खसीको मासु, गोरुको मासु, भैँसीको मासु, तपाईको कर्ची मर्चीहरु हो। र फिशमा आउँछ तपाईको सर्डाइन फिश, ट्राउट, टुना, साथै तपाईको अरु एरेटेड ड्रिंक्सहरु लाइक कोल्ड ड्रिंक्सहरु र एल्कोहलमा चाहिँ सबभन्दा बेसी चाहिँ तपाईको बियरले इफेक्ट पार्छ। र यो सबै कुराहरु चाहिँ तपाईले एकदम कम्ती मात्रामा या अभोइड गर्नु पर्यो। र यदि तपाईले एल्कोहल लिनुहुन्छ भने चाहिँ तपाईले बियरलाई चाहिँ एकदम अभोइड गर्नु पर्यो। त्यसको बदलीमा तपाईले हल्का विस्की लिँदा हुन्छ र विस्कीसँग चाहिँ तपाईले कर्ची मर्चीहरु या रेड मिट चाहिँ खानु भएन। र एल्कोहलसँग चाहिँ तपाईले स्यालेडहरु लिनु पर्यो। र खानाको टाइममा चाहिँ तपाईले खानासँग चाहिँ लाइक बस्तीको दालहरु त्योसँग चाहिँ तपाईले रेड मिटहरु लिनु भएन। र खाना खाँदा चाहिँ यदि तपाईले मासु खानु हुँदैछ भने त्योसँग चाहिँ कि त तपाईले मुङको दाल या सब्जीको झोल खानु पर्यो। र फर्मेन्टेड फुडहरु पनि अभोइड गर्नुपर्छ, स्पेशली किनेमाहरु जसमा कि सोयाबिन चाहिँ हाइली प्रोटिन कन्टेन्ट हुन्छ र फर्मेन्टेड पनि हुन्छ। र सित्रा, सुकुटी यस्तो कुराहरु पनि हामीले अभोइड गर्नु पर्यो। पुरा पानी पिउनु पर्यो जसमा कि हाम्रो युरिक एसिडहरु चाहिँ पिसाबको माध्यमबाट निक्लेर जाओस्। र अर्को चाहिँ जब चाहिँ तपाईको जुइनाहरु दुख्नु बन्द हुन्छ र तपाईको युरिक एसिडको लेभल धेरै मेन्टेन हुन्छ तब चाहिँ तपाईले चाहिँ फिटनेसमा ध्यान दिनुपर्छ, किनभने बडी वेटले गर्दा पनि तपाईको युरिक एसिडहरु जम्मिन्छ। बेस्ट एक्सरसाइज चाहिँ तपाईको लागि ब्रिक्स वॉकिङ 45 मिनेट्स अ डे र तपाईले हल्का कार्डियो पनि गर्दा हुन्छ। र बेसी मात्रामा चाहिँ तपाईले के खानुपर्छ भन्दा चाहिँ एन्टी इन्फ्लामेटरी फुडहरु लाइक तपाईको बेरिजहरु खाँदा भयो, तपाईले
ओरेन्जेसहरू खानुहोस्, एप्पलहरू खानुहोस्। साथै तपाईँले एरिएटेड ड्रिङ्क्सको बदलीमा चाहिँ तपाईँले बरु टी, कफीहरू लिँदा हुन्छ। लास्ट बट नट द लिस्ट म के भन्नु चाहन्छु भने जो पनि रिस्क फ्याक्टरमा आउँछ तपाईँहरूले आफ्नो बडी वेटलाई मेन्टेन राख्नुहोस्। नम्बर 2 फुडहरूमा ध्यान दिनुहोस् र अर्को कुरा चाहिँ इनफ वाटर लिनुहोस् र पानी चाहिँ तपाईँले पिउनु सक्नु हुँदैन भने चाहिँ तपाईँले अलार्म लाउनुहोस् जसमा कि एभ्री 1 आवर पछि चाहिँ तपाईँले 1-1 ग्लास पानी पिउनुहोस्। होप तपाईँहरूलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो होला। यदि लाग्यो भने तपाईँहरूले सेयर गर्न सक्नुहुन्छ। थ्याङ्क यू।